नमस्कार साथीहरू। काठमाडौँ महानगरका पूर्व मेयर बालेन्द्र शाह हाल नेपालको प्रधानमन्त्रीज्यू हुनुहुन्छ। उहाँ फेरि चर्चामा आएका छन्। यसपटक कारण भनेको छ डिडिसीको चिज खाइरहेको एउटा फोटो। तर आखिर किन यो फोटो यति भाइरल भइरहेको छ? आज हामी यसको पूरा वास्तविकता र पछाडिको कहानी बुझ्नेछौँ है त। केही समयअघि बालेनले आफ्नो सोशल मिडियामा डिडिसी चिज खाइरहेको फोटो पोस्ट गरे। त्यो फोटो पोस्ट भएपछि धेरै मानिसहरूले विभिन्न प्रतिक्रिया दिए। कतिपय भने देशकै उत्पादनलाई प्रमोट गरेको राम्रो काम, अर्कोतर्फ केहीले यसलाई मार्केटिङ स्टोन पनि भने। डिडिसी अर्थात् डेयरी डेभलपमेन्ट कर्पोरेसन नेपालको सरकारी दुग्ध संस्था हो, जसले दुध, दही, घिउ, बटर र चिज उत्पादन गर्छ। नेपालमा विदेशी चिज धेरै प्रयोग हुने भए पनि डिडिसीको चिजले पछिल्ला वर्षहरूमा आफ्नो क्वालिटी सुधार्दै आएको छ। बालेनको फोटोले नेपाली उत्पादनलाई सपोर्ट गर्ने मेसेज दिएको धेरैको भनाइ छ। विशेष गरी युवाहरूले नेपाली उत्पादन प्रयोग गरौँ भन्ने अभियानसँग यसलाई जोडेर हेरे। फोटो पोस्ट भएपछि फेसबुक, टिकटक, ट्विटरमा रियाक्सनको बाढी आयो। कतिपयले मेमे बनाए, कतिपयले बालेनको सिम्प्लिसिटीको प्रशंसा गरे। धेरै मानिसहरूले मेयर भएर पनि वा प्रधानमन्त्री भएर पनि लोकल प्रोडक्टलाई प्रमोट गर्नु सकारात्मक कुरा हो भनेका छन्। नेपालमा लोकल ब्रान्डलाई सपोर्ट गर्ने ट्रेन्ड बढ्दै गएको छ। बालेन जस्तो प्रभावशाली व्यक्तिले नेपाली उत्पादन प्रयोग गर्दा त्यसले मार्केटमा ठुलो प्रभाव पार्न सक्छ। यो केवल एउटा चिजको फोटो मात्र होइन, नेपाली उत्पादनप्रतिको ट्रस्ट प्रमोसनको सङ्केत पनि हुन सक्छ। अब तपाईको विचार के छ? बालेनले डिडिसी चिज खाएको फोटो जेन्युन सपोर्ट हो कि पब्लिसिटी स्टुन्ट? कमेन्टमा आफ्नो ओपिनियन लेख्न नबिर्सिनुहोस्। यस्तै ट्रेन्ड अपडेट्सका लागि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। धन्यवाद।